साथीहरू, सफलताका 3 सूत्रहरू हुन् सङ्घर्ष, समय व्यवस्थापन र सकारात्मक सोच। हेलो साथीहरू, नमस्ते। आज म तपाईहरूलाई अरू मान्छे जस्तै सफल मान्छे कसरी बन्ने, जिन्दगीमा धेरैभन्दा धेरै प्रगति कसरी गर्न सकिन्छ भन्ने बारेमा केही जानकारीहरू दिन गइरहेको छु। यदि तपाईँ पनि असल अनि सफल व्यक्ति बन्न चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। संसारकै धनी टेलिभिजन प्रस्तोता ओफ्रा विन्फ्रे 13 वर्षको उमेरमा बलात्कृत भएकी थिइन्। बिजुली बत्ती आविष्कार गर्ने क्रममा थोमस अल्वा एडिसन हजारौं पटक विफल भएका थिए। सबै सफल व्यक्तिका जीवनमा 2 कुरा समान छन्। पहिलो हार र दोस्रो हारलाई हराउने आत्मबल। ओफ्राले आफू बलात्कृत भएपछि जीवन नै सकियो भन्ने सोचेकी भए सायदै हामीले टेलिभिजनमा उनको उत्कृष्ट प्रस्तुति हेर्न पाउने थिएनौं। थोमस अल्वा एडिसनले 2-4 पटककै प्रयासमा हरेस खाएको भए सायद हामीले अन्धकारमै जीवन बाँच्नु पर्ने थियो। यसर्थ हार सामना नगरी कोही पनि व्यक्ति सफल हुँदैन र सफलता तब मात्रै मिठो लाग्छ जब हामीले हारको स्वाद चाखिसकेका हुन्छौं। साथीहरू, सफलताका 3 सूत्रहरू हुन् सङ्घर्ष, समय व्यवस्थापन र सकारात्मक सोच। सफलताबारे व्यक्ति पिच्छे छुट्टा छुट्टै परिभाषा हुन्छन्। बाघका लागि शिकार पाउनु सफलता हो भने शिकारका लागि बाघबाट बच्नु सफलता हो। त्यसैले हरेक व्यक्तिले आफ्नो आवश्यकता अनुसार लक्ष्य निर्धारण गर्छन् र त्यसैमै सफल हुने प्रयत्न गर्छन्, जसलाई मूर्त रूप दिने मुख्य तत्त्व हो सङ्घर्ष। सङ्घर्ष र सफलतामा खासै अन्तर छैन। भनिन्छ नि, परिश्रम नगरी फलको आश गर्नु भनेको फल झर्छ अनि खान्छु भन्दै रुखमुनि गरेर बस्नु जस्तै हो। त्यसैले आफूलाई खान मन लागेको फल टिप्न झटारो हान्नै पर्छ। यसो गर्दा पनि झरेन भने रुखमै चढ्नु पर्दछ। एउटा पुरानो भनाइ पनि छ, प्रतिभाशाली हुनु राम्रो कुरा हो, तर प्रतिभा प्रस्फुटन गर्न मेहनत गरिएन भने त्यसको कुनै अर्थ छैन। मेहनत र सङ्घर्षको कुरा गर्दा प्रविधिमा छुट्टै पहिचान बनाइसकेका एप्पल कम्पनीका प्रमुख स्टिभ जब्सको उदाहरण उपयुक्त हुन्छ। यो स्थानमा आइसक्दा उनी अझै पनि उत्तिकै मेहनत गर्छन् जति आफ्नो करियरको सुरुवातमा गर्थे। एउटा पत्रिकामा प्रकाशित भएको समाचारका अनुसार उनी बिहान 4:30 बजेदेखि आफ्ना कर्मचारीहरूलाई महत्त्वपूर्ण इमेल पठाउन थाल्छन्। सबैभन्दा पहिले कार्यालयमा आउने पनि उनी नै हुन् र सबैभन्दा अन्तिमसम्म कार्यालयमा बस्ने पनि उनी नै हुन्। समय व्यवस्थापन। समयले कसैलाई पनि भेदभाव गर्दैन। पृथ्वीमा बस्ने हरेक प्राणीसँग दिनमा 24 घण्टा नै समय हुन्छ। उसले त्यो समय कसरी र केमा सदुपयोग गर्छ भन्ने कुराले नै उसको उपलब्धि निर्धारण गर्छ। संसारकै प्रख्यात चित्रकार पाब्लो पिकासोले त्यही 24 घण्टा समय रङ र क्यानभासलाई दिएर इतिहासकै उत्कृष्ट चित्र बनाए। बाराक ओबामा, मेस्सी, बिल गेट्स जस्ता विश्वकै चर्चित व्यक्ति हुन् या फुटपाथमा सामान बेच्ने मानिस, समयले सबैसँग समान व्यवहार गर्छ। फेरि पनि यो समय नै यति प्रतिस्पर्धात्मक छ कि ज्याक अफ अल मास्टर अफ वान नभई टिक्नै सकिन्न। अर्थात् हरेक क्षेत्रबारे मानिससँग थोरै थोरै ज्ञान र अनुभव हुनु जरुरी छ। समय समात्न सक्ने व्यक्तिले नै सफलताको मिठो फल चाख्न पाउँछ। सकारात्मक सोच। मानौ 1 लिटरको भाँडोमा आधा लिटर मात्र पानी राखिएको छ। यस अवस्थामा तपाईँ त्यो भाँडोलाई आधा खाली भन्न रुचाउनुहुन्छ कि आधा भरी? सकारात्मक सोच राख्ने व्यक्तिले आधा भरी भन्न रुचाउँछन्, किनकि ऊ आफूसँग नभएको कुरामा खिन्न हुनुभन्दा पनि आफूसँग भएको कुरामा सन्तुष्ट हुने प्रयत्न गर्छ। दैनिक जीवनमा देख्ने, सुन्ने र भोग्ने यस्तै ससाना क्रियाकलापले हामीलाई जीवनभर उपयोगी ज्ञान दिने गर्छन्। सकारात्मक सोच भएका व्यक्तिले त्यही ज्ञान टपक्क टिपेर जीवनमा लागू गर्छन्। सकारात्मक सोच राख्ने व्यक्ति आफैमा सफल व्यक्ति हो। आफूभित्रका नकारात्मक विचारलाई जित्नु नै सफलता हो।